आजको यो भिडियोमा हामीले दैनिक पाठ्ययोजनाको नमुना ल्याएर आएका छौं। हामीले यो भन्दा अगाडि पनि दैनिक पाठ्ययोजनाको नमुना सँगै पाठ्ययोजना बनाउँदै ध्यान दिनुपर्ने कुराहरू प्रस्तुत गरिसकेका छौं। डिस्क्रिप्सनमा रहेको लिंक मार्फत पनि हेर्न सक्नुहुनेछ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। ल अब सुरु गरौँ है त। हामीले यो भन्दा अगाडि पनि दुईटा पाठ्ययोजना प्रस्तुत गरिसकेका छौं। त्यसैले आजको हाम्रो पाठ्ययोजना नम्बर 3 रहेको छ। कक्षा 8 नै रहेको छ भने विषय नेपाली, एकाइ 13, पाठ शीर्षक अमरपुत्र कथाबाट लिएको छौं हामीले भने पाठ्यवस्तु अभ्यासबाट। अभ्यास प्रश्न नम्बर 1 देखि 3 नम्बरसम्म लिएका छौं। मिति 2082, 1 महिना हामीले 10 गते तयार गरेका थियौं। घण्टी दोस्रो राखिएको छ भने तपाईले आफ्नो घण्टीको समय अनुसार राख्न सक्नुहुनेछ। समय 45 मिनेट रहेको छ भने विद्यार्थी संख्या 35, तपाईको आफ्नो विद्यार्थीको संख्या राख्नु होला। विशिष्ट उद्देश्य कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्। के गर्न सक्षम हुनेछन् हेरौँ है त। अभ्यास नम्बर 1 मा दिएको शुद्ध उच्चारण गर्न। अर्को रहेको छ हाम्रो अभ्यास नम्बर 3 मा सोधिएको प्रश्नको उत्तर दिन। शिक्षण सामग्री अतिरिक्त नमुना उत्तर तालिकाहरू जुन हामीले तयार पारेको उत्तरको नमुना तालिका र दैनिक कक्षा शिक्षणमा प्रयोग हुने पाठ्य सामग्रीहरू जुन चाहिँ हामीले दैनिक रूपमा कक्षामा प्रयोग हुने पाठ्य सामग्रीहरू र शिक्षण सिकाइ क्रियाकलापहरू। हामीले कक्षा शिक्षणको क्रममा के सिकाइ क्रियाकलापहरू गरिन्छ त हेरौँ है त। अभ्यास नम्बर 1 मा दिएको शुद्ध उच्चारणलाई शिक्षकले बताइदिने, यस क्रममा विद्यार्थीलाई स्पष्ट सुन्ने गरी भन्न लगाउने, आवश्यकता अनुसार सम्पूर्ण विद्यार्थीसँग छलफल गर्दै प्रश्नोत्तर माध्यमबाट शुद्ध उच्चारणमा पढ्ने समस्याको समाधान गरिदिए। शिक्षकले तयार पारेको शैक्षिक सामग्री प्रदर्शन गर्दै विद्यार्थीलाई सरल छोटो प्रश्नको उत्तर लेख्ने तरिकाहरू बताइदिने, यस क्रममा किताबको अभ्यास नम्बर 3 मा दिएको प्रश्नको उत्तर लेख्न लगाउने, अन्त्यमा विद्यार्थीले लेखिएको उत्तरलाई प्रदर्शन विधिको प्रयोग हुने गरी भन्न लगाउने, कमी कमजोरी भएको अवस्थामा शिक्षकले सेतो पाटी मार्फत लेखिदिने। त्यसैगरी अर्को हाम्रो 4 नम्बरमा रहेको छ मूल्याङ्कन। तल दिएको शब्दको शुद्ध उच्चारण गर्नुहोस्। जुन चाहिँ विद्यार्थीले कतिको जानेको छ कि छैन भन्ने हामीले मूल्याङ्कन गर्ने गर्छौं। संगमरमर, त्यसैगरी अर्को विश्वविख्यात, अर्को रहेको छ अपरझट र निर्मिमेष। कथाको प्रारम्भ कुन सन्दर्भबाट भएको छ? यसरी हामीले विद्यार्थीहरूको मूल्याङ्कन गर्न सकिन्छौं भने यसमा हामीले गृह कार्य दिएको छैन र यसमा आवश्यकता अनुसार हामीले गृह कार्य दिन पनि सकिन्छ र गृह कार्य चाहिँ हामीले अनिवार्य नै हुन्छ भन्ने चाहिँ हुँदैन। अब हामी अर्को पाठ्ययोजना हेरौँ है त। पाठ्ययोजना नम्बर 4। यो भन्दा अगाडिको हाम्रो 3 थियो भने अबको पाठ्ययोजना नम्बर 4। कक्षा 8 कै लिएका छौं भने हामीले विषय नेपाली भइहाल्यो। एकाइ 13 को छ। पाठ शीर्षक हजुरआमाको जन्मोत्सव मनोवादबाट लिएको छौं भने पाठ्यवस्तु शब्द अर्थ र वाक्यमा प्रयोग रहेको छ। मिति 2082, 1 महिना 11 गतेको छ। घण्टी चौथो घण्टीमा लिएको छौं भने हामीले समय 45 मिनेट, विद्यार्थी संख्या हाम्रो 40 रहेको छ। यसको विशिष्ट उद्देश्य हेरौँ है त। विशिष्ट उद्देश्य कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् अथवा कक्षा क्रियाकलापको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्। पाठको कठिन शब्दहरूको अर्थ बताउन, त्यसैगरी अर्को उक्त शब्दहरूलाई अर्थपूर्ण हुने गरी वाक्यमा प्रयोग गर्न। 2 मा रहेको छ शिक्षण सामग्रीहरू। शब्दपति, अर्थपति र वाक्यपति दैनिक कक्षा शिक्षणमा प्रयोग हुने पाठ्य सामग्रीहरू यो अनिवार्य रूपमा भइहाल्यो। अब 3 मा हेरौँ शिक्षण सिकाइ क्रियाकलापहरू। पाठको शब्दको अर्थ शिक्षण गर्न सुरुमा विद्यार्थीहरूलाई निर्धारित अनुच्छेदको मौन वाचन गर्न लगाउने, यस क्रममा कठिन शब्दहरू टिपोट गर्न लगाउने, किताबमा नदिएका शब्दहरूलाई बढी प्राथमिकता दिई शब्दपतिको प्रयोग गरी विद्यार्थीलाई सहजीकरण गरिदिने। त्यसैगरी अर्को रहेको छ प्रदर्शन पाटीमा एक गर्दै शब्दहरू राख्दै विद्यार्थीहरूलाई पालै पालो ती शब्दहरूको प्रयोग हुने अर्थपूर्ण वाक्यहरू भन्न लगाउने, अर्थपूर्ण भए नभएको छलफल गरी आफूले ल्याएको वाक्यपतिहरू प्रदर्शन पाटीमा पालै पालो भन्न लगाउने, अन्त्यमा प्रदर्शन खोज प्रयोगात्मक प्रश्नोत्तर जस्ता विधिको प्रयोग गर्ने। अर्को 4 नम्बरमा रहेको छ मूल्याङ्कन। आरोग्य शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्। यसरी पनि विद्यार्थीहरूको मूल्याङ्कन गर्न सकिन्छ। र अर्को रहेको छ ममतामयी मिजाज शब्दको अर्थ बताउनुहोस्। यसरी पनि विद्यार्थीले कतिको जानेको छ कि छैन हामीले मूल्याङ्कन गर्न सकिन्छ। अर्को रहेको छ 5 नम्बरमा गृह कार्य। यो पाठ्ययोजनामा भने हामीले गृह कार्य दिएका छौं।
ल हेरौँ है त। तल दिएको शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गरेर ल्याउनुहोस्। दुविधा 2 मा रहेको छ। पूर्णकाते, हर्ष विभोर, मिजासा, आरोग्य। अर्को हाम्रो 6 नम्बरमा रहेको छ 84 पूजा। यसमा चाहिँ 84 भएको छ। यसमा टाइप गर्दाखेरि केही त्रुटि भएको छ, यसले माफ गर्नु होला भने। अर्को 7 नम्बरमा रहेको छ ममतामयी। ल अब हामी अर्को 5 नम्बरको पाठ्ययोजना हेरौँ। त्यसैगरी हामीले कक्षा 8 कै लिएका छौं। विषय नेपाली एकाइ 13 बाट लिएका छौं भने पाठ शीर्षक हाम्रो जन्मभूमि कथाबाट रहेको छ। पाठ्यवस्तु बुद्ध टिपोट र सारांश लेखन हामीले अनुच्छेद 8 देखि 10 सम्म लिएको छौं। हाम्रो मिति 2082 1 महिना 11 गते रहेको छौं भने घण्टी हामीले तेस्रो राखिएको छ। समय 45 मिनेट रहेको छ भने हाम्रो विद्यार्थी संख्या 45 नै रहेको छ। अब यसको विशिष्ट उद्देश्य हेरौँ है त। विशिष्ट उद्देश्य कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् अथवा कक्षा क्रियाकलापको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्। निर्दिष्ट अनुच्छेदबाट बुद्ध टिपोट गर्न, त्यसैगरी अर्को टिपोटका आधारमा सारांश तयार पार्न। त्यसैगरी अर्को 2 नम्बरमा रहेको छ शिक्षण सामग्री। बुद्धहरूको सूची र सारांशको नमुना। दैनिक कक्षा शिक्षणमा प्रयोग हुने पाठ्य सामग्रीहरू यो सधैँ दैनिक रूपमा प्रयोग हुने सामग्रीहरू हुन्। त्यसैगरी अर्को हाम्रो 3 नम्बरमा रहेको छ शिक्षण सिकाइ क्रियाकलापहरू। विद्यार्थीहरूलाई कक्षा शिक्षण सिकाइको विषयवस्तुको सम्बन्धमा सामान्य जानकारी गर्ने। त्यसैगरी अर्को रहेको छ बुद्ध टिपोटको सूची र सारांश लेखनको नमुना प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सहजीकरण गराउने। अर्को रहेको छ विद्यार्थीहरूलाई निर्दिष्ट अनुच्छेद मौन वाचन गर्न लगाउने। यस क्रममा बुद्ध टिपोट गर्न लगाउने। बुद्ध टिपोटको क्रममा अनावश्यक बुद्ध छुटेमा छलफल गर्दै आवश्यक अनुसार थप घट गरी अन्तिम रूप दिने। बुद्ध टिप्नका लागि चाहिँ टिपिएका बुदाहरूलाई सिलसिलाबद्ध बनाएर सारांश लेख्न लगाउने। लेखिएर तयार पारिएको सारांशलाई वाचन गर्न लगाउने। अन्त्यमा विद्यार्थीहरूलाई थप सक्रियको लागि प्रश्नोत्तर विधिको प्रयोग गर्ने। कतिको विद्यार्थीहरूले बुझेको छ छैन प्रश्नोत्तर गर्दै अन्तिम रूप दिने। त्यसैगरी अर्को 4 नम्बरमा रहेको छ मूल्याङ्कन। जन्मभूमि कथाको अनुच्छेद 9 बाट मुख्य 4 बुदाहरू टिपोट गर्नुहोस्। विद्यार्थीहरूले जुन हामीले सिकाइहरू प्रति कतिको रुचि राखिएको छ, कतिको जानेको छ छैन हामीले मूल्याङ्कन गर्न यसरी मूल्याङ्कन गर्न सकिन्छ। त्यसैगरी अर्को रहेको छ टिपिएको बुदाको आधारमा सारांश लेख्नुहोस्। हामीले विद्यार्थीहरूलाई यसरी पनि मूल्याङ्कन गर्न सकिन्छ। अर्को 5 नम्बरमा रहेको छ गृह कार्य। गृह कार्य हामीले यो पाठ्ययोजनामा दिएका छौं। जन्मभूमि कथाको अनुच्छेद 8 लाई 1/3 सारांश लेखेर ल्याउनुहोस्। यो चाहिँ हाम्रो गृह कार्य रहेको छ। अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। कुनै प्रतिक्रिया भएमा कमेन्ट गर्नुहोला। अन्य यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।